घरमुटेमा पुराण त भव्य लाग्यो। अब यो पुराणले गर्दा बुढो मान्छे राति हुँदी निद्रा पनि अब अलि समस्या भइरहेछ। आउन पनि ढिला हुने, घरमा पनि झर्किने हुन् कि आज पनि। चालचुलै छैन, घरमा कोही छैनन् कि क्या? अघि सुते जस्ता छन्। बुहारी त अबेरसम्म टिकटक चलाएर बस्ती। यति छिटै त नसुत्नु पर्ने, बिस्तारा पनि सबै फोरै फोरै आएर छ। बुहारी, ए बुहारी, बुहारी फेरि कराउनु थाले रोगी बुढा। कति चाहिँ वाक गराउँदो रहेछ र अर्काको निन्द्रा बिगारिदिएर। हेर न बुहारी, अब पुराण लागेको छ गाउँमा। आउँदा आउँदै रात पर्छ, साह्रै भोक लागेछ बा। यसो अलिकति केही खानेकुरा छ कि भनेर बोलाएको। होइन, भोक लाग्ने मान्छेले त अलिक समयमै घर आउनु पर्दैन, यस्तो अबेलामा आउने हो। अब के खान दिनु मैले? यसो केही खानेकुरा त होला नि त? केही छैन, भात सात बरु यसो चिउरा सुकेको होला, त्यही खान दिन्छु। ल भयो, भइगयो, छोड। अब यो बुढो गला अनि लिँदैन। अब भोलि बिहान एकैचोटि खाउँला है। ल भयो, ल छोड, सुत गर। वाक गराउँछ न बुढाले। अब के गर्ने, मेरा मात्रै होइन होला, मैले मात्रै खेप्नु पर्या होइन होला। अर्काको घरबाट आएको छोरी चेली अलिअलि त झर्किहाल्छ। छोरो पनि अफिसको कामले बाहिर बाहिरै कुदिरहन्छ, त्यसको काम फेरि के हो के हो। यसो एक दिन त आएर मजाले मसँग बोल्देला बा भनेर भनौँ, खालि बोल्दै बोल्दैन, आफ्नै दुधमा हिँडिरहन्छ। आज त छुट्टीको दिन आउनु पर्ने, काले पनि आउँदैन क्या? सरिता, ए सरिता। हजुर। अफिसबाट अब थाकेर आइयो, खोइ खाजा बना। खाजा त बनाउला, तर मैले भनेको सामान ल्याइदिनु भयो? ए साँच्ची, टिकटक बनाउन आइफोन बन्दिस। ला, तँलाई ल्याइदिएको छ आइफोन। अब दिनभरि टिकटक बनाउँदै बस्नु। आहा, तपाईँलाई धेरै धेरै धन्यवाद। लु भन्नुहोस्, के खानुहुन्छ? म हजुरलाई खाजा बनाइदिन्छु नि। अब लिएन, के छ तेरै विचारले लिएर आइहाल्छ। हस् हस्। यसो बोलाएरै जान्थ्यो जाँदा त। काले, ए काले। होइन, के भयो बा? किन बोलाएको? एकैछिन यहाँ बस्नु, यसो बासँग बसेर गफ गर्थिस् कि भनेर बोला। अब त्यही काम छ, तिमीसँग यहाँ गफ गर्दै बस्छु नि। यहाँ आफूलाई अफिसको टेन्सन, घर आयो बुढीको टेन्सन, अनि तिमी यहाँ आएर फेरि किचकिच किचकिच गरिरहने। ए बाबु, होइन, एकाएक रिसाएर आइछस्। कसैले केही भन्यो कि, अफिसमा केही भयो कि, कस्तो चल्दैछ तेरो काम? अब जस्तो चल्यो भने तिमीलाई के र? आफूले त खानु छ, बस्नु छ, बस न अब थपक्क। ए बाबु, किन झर्किन्छ? एकैछिन यहाँ बस, यहाँ आइज न, यहाँ बस। होइन, के भयो फेरि? तँलाई याद छ बाबु, जब त सानो थिइस् त्यतिखेर तँलाई मैले हाट बजार घुमाउन लगेको थिएँ। बजारमा जे देखो त्यसलाई बा ओ त्यो के हो, बा यो के हो, बा यो के हो भनेर एउटै कुरालाई बार बार
सोद्धा प्रत्येकचोटि जवाब दिन्थे बाबु यसलाई यो भन्छ यो भने यो हो भनेर। आज तँलाई काम कस्तो चल्दैछ भन्दा झर्को लाग्छ। तँलाई मैले यत्तिकै बोलाएको होइन। अस्ति हेर्न त कामले बाहिर गइस् दमको औषधि सकिएछ त्यो औषधि ल्याइदियो भने थिएँ ल्याइदिस् कि भनेर बोला। फेरि बिमारी भयो तिमी। अब तिमीलाई उपचार गर्दा गर्दा मेरो आधी सम्पत्ति त सबै सकिसक्यो। भनेपछि तेरो आधा सम्पत्ति सकियो है। को बेलामा बा गाउँमा पढाइ राम्रो छैन म काठमाडौँ गएर पढ्छु भन्दा बन्ने भुतो गरेर जोडेका ती मेरा बिगाका बिगा जमिन बेचेर तेरो कलेजको फी तिर्दा तेरो सम्पत्ति सकिए। महिने पछि तँलाई खर्च काठमाडौँ पठाउँदा मेरो सम्पत्ति सकियो। आज जाबो 300 रुपियाँको एउटा दमको औषधि ल्याइदे भनेको तेरो आधा सम्पत्ति सकियो। ठुलो भइछस् बाबु ठुलो भइछस् इन्जिनियर नपढिस् ल त पनि जा गर सुत। गनगन नगर बुढा तिमी पनि सुत न। अनि जतिखेरै गनगन गरेछ जतिखेरै गनगन गरेछ। जेठो छोरालाई त उता अस्ट्रेलिया माइलोलाई उता अमेरिका पठायो। यहाँ अनि तिमीलाई मैले पालेर बसेकै छु त। यो भन्दा के चाहियो? ए बाबु तेरो दाइहरूलाई मैले विदेश जाऊ भनेर पठाएको होइन। उनीहरू आफ्नो बुद्धिले गए। आमाले मर्ने बेलामा 2टा छोरा चाहिँ विदेशमा छन् बुढा। यो कान्छोसँगै बस्नु मेरो नामको जिउनी पनि उसैको नाममा गरिदिनु भने आमाको नामको जग्गा तेरो नाममा गरिदिए। मेरो आफ्नो नामको सबै जग्गा जमिन तेरो नाममा गरिदिए। अझै तेरो लागि म कति गरौँ? अझै भन्छस् मेरो लागि तपाईँ के गर्नुभएको छ भनेर। अझै भन्छस् छोरा लु भयो ल जा जा त पनि गनगन गनगन नगरिकन सुत है बुढा। जतिखेरै गनगन गरेछ मान्छेले के को तनाव हुन्छ। सानो छँदा यो रातभरि रुन्थ्यो। यो रोको सुनेर मलाई निन्द्रा लाग्दैन थियो। आज अलिकति केही भन्दा यिनीहरूलाई झर्को लाग्छ ढिक्क लाग्छ गनगन हुन्छ किचकिच हुन्छ। साना छौन्जेल मात्र हुँदा रहेछन् छोराछोरी त आफ्ना। बुढेसकाल लागेपछि एक्लै हुँदो रहेछ। एउटा नाति छ त्यसै मुख हेरेर बसिया छु म। त्यो नाति पनि सुत्नु होला बाबु पनि सुत्नु पर्यो। ए यो त सुत्नु भनेको त सुतेकै पो रहेछ। ए बाबु रातिको 10:30 बजीसम्म बाबासँग सुत्न छोडेर किन आएको यहाँ? बा मम्मी बाबा तपाईँको बारेमा जहिले नराम्रो नराम्रो भनेछ म त तपाईँसँगै सुन्दैन। के भयो त तेरा बाबाले मेरो बारेमा पो नराम्रो भन्छन् त तँलाई नराम्रो गर्छन् र। हेर बाबा भनेका त नि जिउँदा भगवान हुन्। बाबा जति सुकै दुष्ट भए पनि आफ्नो जन्म दिने बाउ आमाको सधैँ सम्मान गर्नुपर्छ मिठो वचन बोल्नुपर्छ। बाआमालाई मन दुख्ने काम कहिले गर्नुहुन्न। मैले दिएको संस्कारलाई त बिर्सिँदैनस् नि। ल अब के गर्छस्? यतै सुत्छस् भने पनि सुत्नु आइज नाति बुढा सुत्नु सुत्छस् त होला नि। के को कथा सुन्छस्? जे भए पनि मेरो नातिलाई संस्कार चाहिँ मैले राम्रै दिएको छु। ल खुट्टा सिधा बनाए त ल आइज यहाँ काखमा ढल्की त अनि तँलाई म कथा भन्छु ल। यहाँ टाउको राख ल। ल उसो भए सुन बाबु परापूर्व कालमा भगवान कृष्णजी हुनुहुन्थ्यो। बच्चा वृद्ध असहाय दुखी सबैलाई प्रेम गर्ने बडा सुन्दर हृदयका उहाँको तिम्रो जस्तै खुट्टा थियो तिम्रो जस्तै हात थियो तिम्रो जस्तै औँला थियो बाबु।
तिम्रो जस्तै आँखा अघि पो सुन्दैछ कथा सुन्छु त भन्छ नि यो केटाकेटी मरौँ यसको निद्रा छिटै परिहाल्छ यो पनि सुन्नु अलि अप्ठ्यारो अप्ठ्यारो सुन्छ म पनि सुन्नु पर्ला यो बुढा यता आउनु त हजुरसँग एउटा महत्त्वपूर्ण सल्लाह गर्नु थियो क्या होइन हौ यो राति र माछा के परो हो तँलाई फेरि भोलि बिहान भन्नु कहाँ भोलि बिहान हजुर अफिस गइहाल्नुहुन्छ यो घरमा मैले कति टर्चर सहेर बस्नुपर्छ भन्ने कुरा हजुरलाई के थाहा के भयो फेरि के हुनु नि तपाईँका बा त्यति बुढा भइसके झिगा भन्किन्छन् जहाँ पाए ती थुक्छन् कतिचोटि सफा गर्नु मैले यो घर फेरि जति मिठो पकाएर दिए पनि तपाईँको बुवालाई जस दिने होइन वाक्क भइसकेँ म त छिटोभन्दा छिटो यो आफ्नो बुवालाई टुङ्गो लाउनुहोस् नत्र म हिँड्छु यो घर छोडेर अब बुढाबुढी मान्छे त्यस्तै त हो नि आफ्नै बाउ मार्नु भएन काट्नु भएन कहाँ मैले काटमार गर्नु भनेको छु त मैले त तपाईँको बुवालाई टुङ्गो लाउनु पो भनेको त बरु बुढा सुन्नु न आजकल जताततै वृद्ध आश्रम खोलिरहेको हुन्छन् वृद्ध आश्रम हुन्छन् बरु त्यो तपाईँका बुवा पनि अस्तिदेखि काशी जाने उता वृन्दावन जाने तीर्थ जाने भनिरहेछन् हो त्यही बाहनामा बरु तपाईँको बुवालाई त्यहाँ पर डोको छ त्यो माथि मेची राजमार्गमा त्यो बिब्लाडी बजारसम्म त्यहाँ डोकोमा बोकेर लानुहोस् तीर्थ लाने बाहनामा यसो हल्छेक हल्छेक पार्नु बुझ्दैनन् क्या बुढाले अनि त्यस पछाडि काठमाडौँको बसमा हालिदिएर उता वृद्धाश्रमतिर छोडेर आउनुहोस् म वाक्क भइसकेँ वाह माने मैले तेरो दिमाग ल म डोको लिएर आइहाल्छु है त ल ल यो त मेरो कान्छो छोरो र बुहारी बोले जस्तो सुन्छु मलाई वृद्धाश्रम लाग्यो बुहारीले त भने मेरो छोरो मेरो कान्छो छोरोले मलाई वृद्धाश्रम कसरी लाग्न सक्छ त्यो त मेरो मुटुको टुक्रा हो मेरो छोरोले मलाई लाँदैन जुन छोरालाई मैले यही औला समातेर हिँड्न सिकाएँ जुन छोरालाई मैले आफ्नो सारा खुसीहरू मारेर खुसी बनाएर हुर्काएँ पढाएँ आज त्यही छोराले मलाई कसरी वृद्धाश्रम लान सक्छ प्रभु मलाई कसरी वृद्धाश्रम लान सक्छ प्रभु म वृद्धाश्रम जान्न प्रभु यो नातिलाई यसलाई छोडेर म कसरी जान्छु म वृद्धाश्रम जान्न प्रभु म वृद्धाश्रम जान्न प्रभु म वृद्धाश्रम जान्न दोखामा हालेको हेरौँ ए बा बा बिहानै भइसक्यो कान्छा बिहानै भइसक्यो त उठौँ न मैले पनि यहाँ अफिसबाट 3 दिनको छुट्टी लिएको छु अब तपाईँ पनि अस्तिदेखि उता तीर्थयात्रा गर्न जाने भन्दै हुनुहुन्थ्यो आज कान्छा खबरै नगरिकन हिजोसम्म त कुरा भएको थिएन आज अचानक मलाई तीर्थ लाने तेरो दिमाग तेरो बुद्धि कहाँबाट आयो छोरो होइन अब उता अफिस पनि छुट्टी भयो अनि मैले यसो विचार गरेको यो खाली दिनमा बसेर के गर्नु र त्यही भएर तपाईँलाई अब उता यात्रा गर्ने विचार गरेँ नि बा कति सजिलै झुट बोल्छ सही बाबु हेर
तेरा दाईहरू दुईजना जब जन्मिएका थिए त्यतिखेर मलाई त्यति खुसी मिलेको थियो जति खुसी त जन्मिँदा मलाई मिलेको थियो जति खुसी त जन्मिँदा मलाई मिलेको थियो मेरो कान्छो छोरो जन्मियो भनेर गाउँभरि हल्ला गर्दै मिठाई बाँड्दै हिँडेको मलाई याद छ कहिले पनि तँलाई केहीको कमी हुन दिन काठमाडौँ बस्दा तेरो खर्च जति मन लाग्छ त्यति गर छोरा भनेर तँलाई पुलपुल ल्याएर मैले दुःख गरेर जोडेका जग्गा जमिन बेचेर भए पनि ऋण खाडेर भए पनि तँलाई खर्च पठाए तँलाई इन्जिनियरिङ पढ्छु भन्दा अघि बढ भनेर पढाए हुर्काए बढाए आज मसँग झुट बोल्छस् सिधा सिधा भन्न मलाई वृद्धाश्रम लान आँटेको भनेर तिमीहरू दुईजना गफ गरेको मैले सबै सुने आखिर आफूले जन्माएको छोरा आफूले मुटुमा सजाएको छोरा आफ्नो हुन सक्दैन भने दुनियाँबाट मैले के आश गर्नु भरिबाट मैले के आश गर्नु तै मेरो छोरा भइनस् भने तँलाई मैले दिएको संस्कार तैँले बुझ्न सकिनस् भने म कसको लागि यहाँ बस्नु बाबु अब त्यति कुरा थाहा हुँदा आउँदै पनि के नाटक पारिरहेको त अनि थपक्क हिँडे भइहाल्थ्यो नि खुब नाटक पार्नु पर्ने आखिर तेरो खुसी मलाई वृद्धाश्रम लाँदैखेरि मिल्छ भने तँलाई त्यसैमा खुसी मिल्छ भने म छाउँ यो डोकोमा लान्छस् खै अगाडि बाबु कान्छा अब हेर म त अस्ताउँदो घाम आज हो कि भोलि हो अब यो नातिसँग म फेरि भेट्न सक्छु सक्दिनँ त्यो पनि मलाई थाहा छैन यसको भोलि फेरि सुन्न सक्छु सक्दिनँ पाउँछु पाउन्न त्यो थाहा छ यो अन्तिमचोटि मलाई मेरो नातिसँग एकचोटि बोल्न दिएन अनि त्यो सुतिरहेको नानीलाई किन उठाउनु पर्यो खबर अब हिँड न बुढा एकचोटि बाबु नाति नाति बाबु नाति बुवा हजुरबाले कहाँ राख्नुभएको ए यो चनामाथि त फेरि उठेछ त यस्ता कुरा बुझ्दैनस् तेरा हजुरबाउलाई मैले वृद्ध आश्रम लान आँटेको यस्तो कुरामा चासो लिनु हुँदैन जा बरु थपक्क सुत बुवा हजुरबा जानु भयो भने मलाई कथा कसले सुनाउनुहुन्छ हे कसैलाई के धन्दा यसलाई चाहिँ कथाको पर्वा छ तेरी आमाले सुनाउँछ नि तेरी आमाले नभए युट्युब छ फेसबुक छ त्यहाँ हेर्दा भइहाल्यो बुवा एउटा कुरा भनौँ के कुरा बुवा हजुरबुवालाई वृद्धाश्रम लगेपछि यो डोको चाहिँ लिएर आउनुहोस् ल हेर न त दाउरा बोक्ने न घाँस काट्ने होइन तँलाई किन चाहियो है डोको त पनि पछि गएर बुवा जस्तै बुढो हुनुहुन्छ खोक्नुहुन्छ थुक्नुहुन्छ मलाई नि घिन लाग्छ म नि तपाईँलाई यही डोकोमा हालेर वृद्धाश्रम लानेछु छोरा ए छोरा तुम मलाई विदेश लाने आफ्नो बाबालाई विदेश लाने वृद्ध आश्रम लाने वृद्ध आश्रम भनेको बाबु विदेश जस्तै एकचोटि गएपछि परिवार घरबाट विदेश जाँदा बरु फर्किएर आइन्छ तर वृद्ध आश्रमबाट आइन तैँले सही भनेस्
नाति नाति बा मबाट कत्रो ठुलो भुल भएछ जसले मलाई हुर्कायो जसले मलाई यो छातीमा राखेर अघि बढायो जसले मलाई हिँड्न सिकायो उसैलाई मैले आज वृद्धाश्रम लाने विचार गरेछु म कति नीच रहेछु कति स्वार्थी रहेछु बा मलाई माफ गरिदिनु बा मलाई माफ गरिदिनु कान्छा ए कान्छा उठ 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 यहाँ आइज